यो जेम्सको भिडियो हेर्छौ होला हैन, तर प्रेम गरेको मलाई साह्रै मन परेन यसको। अतिभन्दा अति गऱ्यो कि उसले डाइरेक्ट खानालाई लात्ता हानेको छ क्या, भातलाई लात्ता, पाकिरहेको भातलाई चाहिँ लात्ता हानेको छ क्या। यो भिडियो जेम्सको भिडियो हेरिदिनुहोस्, अन्नलाई लात्ती हानेको छ, हेरिदिनुहोस् तपाईँहरू। होइन तेरो उयो पाहुना ठुलो कि तेरो खाना ठुलो? खाना साना पाहुना ठुलो कि खाना ठुलो? के गरेको अन्त? खाना बना भन्दा पनि अन्त चिया बना भने किन मान्दैनस् अन्त? चिया बनाउनु भने कस्तो खाले मान्छे? चिया बनाएन भने कस्तो खाले मान्छे रहेछ? चिया बना भनेको मान्दै सुन्दैनस् कुरा? चिया बनाएन भने किन मान्दैनस् अन्त? हातलाई चाहिँ लात्ता हानेको छ क्या। यो चाहिँ मलाई पटक्कै मन परेन है, कसम भनेको। गाइज के कस्तो लाग्छ गाइज कमेन्ट गर ल, सेयर गर, सक्दो सेयर गर। अन्नलाई लात्ता हान्नु चाहिँ भएर नि त होइन। प्रेम भिडियो बनाओस् न, हामीलाई केही मुस्किल छैन। अरे यार भातलाई लात्ता हानेको छ, भातलाई। साला यो अन्नको लागि हामी खुन पसिना एक भएर हामी कमाउँछौँ, यसलाई लात्ता हानेको छ यार गाइज। यार यो त म त सहिनँ यार, कसम भनेको। यो भिडियो हेरेर चाहिँ म सहिनँ क्या, कसम भनेको। प्लिज धेरैभन्दा धेरै सेयर गरिदिनुहोस् यो भिडियो है, बिन्ती गर्छु तपाईँहरूलाई। यो अन्नको लागि तपाईँहरू अन्नलाई माया गर्नुहुन्छ भने प्लिज धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्।